चाहिँ पहिला पहिला यो केटाहरूको झोला ग्याङ म्याचिसहरूको अड्डा हो कि यो चाहिँ। सेवा सबैजनालाई धेरै समय पछाडि म आज उपस्थित भएको छु। यो चाहिँ मङ्गलबारे चोक हो र म चाहिँ आज एक्लै हाइकिङ गइरहेको छु र आजको मेरो रुट चाहिँ मङ्गलबारेदेखि 0 पोइन्ट सम संस्कृति पार्क हुँदै यता आएर चिन्डे डाँडासम्म पुग्छु अनि त्यहाँदेखि म यो अर्को रुटबाट चाहिँ फर्किनेछु। यो चाहिँ स्वस्तिका चोक हो, धरान 11 स्थित स्वस्तिका चोक र अहिले चाहिँ बिहानको 6 बजिसकेको छ। अहिले चाहिँ म 0 पोइन्ट पुगिसकेको छु। यहाँबाट दाहिने लाग्यो भने चाहिँ हामी धनकुटा भेरेटार जान पाउँछौँ भने यहाँबाट हामी यता सिधै गयो भने चाहिँ फुस्रे हुँदै सम संस्कृति पार्क हामी पुग्छौँ। म चाहिँ अहिले ओसो अर्थात् श्रम संस्कृति पार्क लगभग आइसकेको छु। यो चाहिँ श्रम संस्कृति पार्क ओसो हो देखिएको चाहिँ। हाम्रो पुरानो बिपी पार्क अथवा ओसो अनि अहिले चाहिँ श्रम संस्कृति पार्क एड भएको छ। लगभग म त्यहाँ आइपुगेँ 1 घन्टा झन्डै 50 मिनटमा मङ्गलबारेबाट। यतातिर चाहिँ यो खाजा नास्ता खाने ठाउँ हो। यो यहाँनिर चाहिँ टोइलेट, यता माथितिर चाहिँ पार्कहरू छ। यहाँ चाहिँ टेम्पो पार्क है। यो चाहिँ यतातिर चाहिँ टेम्पोहरू पार्क गर्ने वेट गर्ने ठाउँ हो। कस्तो धेरै 2-3 महिना पछाडि नै मैले भिडियो बनाउँदैछु। हल्का अप्ठ्यारो लागिरहेछ कि धेरै भयो भिडियोहरू अपलोड नगरेको नबनाएको। अनि आज चाहिँ एउटा बनाउँदैछु तर बोल्नै अप्ठ्यारो लागिरहेछ कि। एसटिएस रक गार्डन पहिले पनि मैले देखाइसकेको छु है। यो चाहिँ एसटिएस रक गार्डन यतातिर। यो माथिको चाहिँ बिपी पार्क हो। यहाँ चाहिँ बिपीको शालिग छ तर यो चाहिँ यस्तो अवस्थामा जीर्ण भइसकेको छ, सरसफाइको अभाव। श्रम संस्कृति पार्कहरू चाहिँ यता छोडियो। र मैले चाहिँ ढुकुरहरू पनि उड्दैछ है। अहिले चाहिँ मैले मास्क लगाइसकेँ। बाटो कच्ची बाटो आयो, यो चाहिँ उकालो। लाग्नुपर्छ, मृग होला भनेको त बाख्रा रहेछ। अनि धुलो बाटो छ, सो मास्क लगाएर चाहिँ म अहिले हिँड्दैछु। मेरो आजको रुट चाहिँ कम्तीमा पनि 8-10 किलोमिटर जति हुन्छ। यो चाहिँ पहिला पहिला यो केटाहरूको झोला ग्याङ म्याचिसहरूको अड्डा हो कि यो चाहिँ। यहाँनिर पुरै जमाउँथ्यो केटाहरूले, अहिले पनि होला, म नआएको धेरै भयो यो बाटो यतातिर। तर बाटो अहिले चाहिँ पहिला जस्तो छैन, धरान अलिक चेन्ज भइसकेको छ थोरै भए पनि। यो चाहिँ झोला ग्याङ म्याचिसवालाहरूको ठाउँ है। अब चाहिँ थाकियो। म हिँडेदेखि 1 घन्टा अलिक बेसी भयो, बिसाएको छुइनँ। स्लो हिँडेको छु। अब चाहिँ म यहाँ बिसाएर चाहिँ अलिकति पानी खान्छु। मैले पानी लिएको छु। अनि यो पारी देखिएको चाहिँ अलि एन्टी लाइट परेको छ, घाम यहाँ माथि पुग्यो। यो तलको चाहिँ यो भ्यू पोइन्ट त्यो हो। माथिको चाहिँ घाम झुल्किसक्यो। ल हिँड्ने बाटो म निकै माथि आइसकेँ। अलिक हिँड्ने
बानी हराएछ हिँडेको धेरै भयो। पहिला पनि यो बाटो हिँडेको है, सरर पहिला निस्किन्थ्यो हामी यो बाटो धेरैपल्ट हिँड्थ्यौँ। आज चाहिँ लास्टै गाह्रो लाग्यो। यहाँ चाहिँ एउटा सानो गाउँ छ, यो पहिलादेखिको गाउँ हो। अहिले चाहिँ पक्की भवन पनि बन्नु थाल्यो। एकदमै राम्रो छ, शान्त ठाउँमा चिसो वातावरण। यो गाउँलाई चाहिँ एक्ज्याक्ट के भन्छ मलाई थाहा भएन, तर पारी भ्यू पोइन्टतिरदेखि हेर्दा पनि खतरा देख्छ क्या यो गाउँ। चारतिरबाट घेरिएको ठाउँमा होइन, दामी लाग्छ यो गाउँ चाहिँ मलाई। यो गाउँको नाम चाहिँ तामाखाम रे। तामाखामेहरूलाई हार्दिक स्वागत गर्दछ भन्ने बोर्ड चाहिँ मैले देखेँ। तामाखाम, यो चाहिँ तामाखाम बस्ती। तामाखाम चाहिँ यस्तो देखिन्छ। माथिसम्मै घरहरू छ है। म चाहिँ धेरै माथि आइसकेँ। तल देखिएको चाहिँ अलिकति धरान बजार हो। त्यही बाटो हुँदै आएको म। यो फुस्रे माथिको उतापट्टि अमरहाट, यतातिर फुस्रे। अनि यहाँ मुनि चाहिँ यो एउटा गाउँ रहेछ सानो। त्यसको माथि म चाहिँ यो बाटो हिँड्दैछु। अझै पनि धेरै लाग्छ, तुवालो लागिरहेछ। मजाले धरान देखिएको छैन। यो देखिएको चाहिँ यो चाहिँ सैनिक क्याम्प हो। सैनिक क्याम्पको मुनि यो यता म आएको यता। यो सैनिक क्याम्पको छेउको यो लाइन नै म अघि आएको हो। अहिले चाहिँ म निकै माथि आइसकेँ। बस्ने हो यहाँ एकछिन, अनि पानी सानी खाने, अनि फेरि यात्रा सुरु हुन्छ। सोलो हाइकिङ हुँदैछ मेरो आज। मलाई सहरको कोलाहल भन्दा यस्तो आनन्द लाग्छ के। ल यो देखिएको चाहिँ यो चाहिँ चिन्डे डाँडा। यो माथिको डाँडा चाहिँ भ्यू टावर भएको डाँडा। अझै विस्तृतमा म अलिकति एकछिन देखाउँछु म बिसाएर है। यो सबैभन्दा तलको ठुम्का चाहिँ चिन्डे डाँडा। यो चाहिँ भ्यू पोइन्ट, भ्यू टावर छ यहाँ। अनि यहाँ तलको चाहिँ यो चाहिँ के गर्ने एडभेन्चर साइकल राइडहरू, के रोपमा साइकल कुदाउनेहरू केहरू छ त्यतातिर चाहिँ। अनि त्यो सबै चिन्डे डाँडाको गाउँहरू। म चाहिँ त्यहाँ जानुपर्ने छ। बाटो चाहिँ मेरो यहाँ माथिबाट यसरी हुन्छ। यो हाइटेन्सन लाइनको फेदै म निस्किन्छु भरे। अहिले चाहिँ म वारी नै छु। ल यहाँ चाहिँ एउटा सानो खोला छ। यहाँ चाहिँ पानी हुन्थ्यो, अहिले छ कि छैन। ल पानी छ यहाँ सानो धारा पनि छ। यहाँ जहिले यस्तो हुन्छ, हामी यता आउँदाखेरि चाहिँ यहाँदेखि पानी भरेर बोतलदेखि हामी पहिला लगेर जान्थ्यौँ। यहाँ चिसो पानी हुन्छ, यसरी तरर झर्दै हुन्छ पानी चाहिँ है। तर चिसो हुन्छ यहाँ। फेरि मासतिर पानी छैन, सुकेको छ। यहीँबाट पलाउने हो कि यो चाहिँ। यहीँबाट पलाएर यहाँ सानो धारा एकदम मिठो हुन्छ, मुख झुल्नु पर्यो। म चाहिँ अब लगभग चिन्डे डाँडा चाहिँ आइपुग्नु लागेँ। चिन्डे डाँडा चाहिँ अलिकति अगाडि हो। खोल्साको पानी चिसो खाएर चाहिँ म अलिक माथि आइपुगेँ। र ठ्याक्कै टपमा अब चाहिँ म यो बाटो आएँ। यो चाहिँ ठ्याक्कै यहाँ आइपुगेँ। अब यता माथितिर चाहिँ माथि डाँडा के बङ्सिला के भन्ने डाँडा जान्छ। यो बाटो चाहिँ अब ओह्रालो धरान फर्किन्छ। अब चाहिँ म धरान फर्किँदैछु। यहाँ डाँडामा चाहिँ हल्का चिसो छ, हल्का भन्दा पनि निकै चिसो छ। यो चाहिँ ठ्याक्कै टप भयो। यो साइडतिर हेऱ्यो भने विष्णुपादुका भन्ज्याङ यो बाटोहरू, यताबाट गयो भने चाहिँ विष्णुपादुका भन्ज्याङ हुन्छ। यो बाटो चाहिँ धनकुटा यतातिर भयो के अनि यो चाहिँ ठ्याक्कै डाँडामा एकदमै चिसो छ है। यहाँ चाहिँ मजा छ। लुइँचे बासिरहेछ। यो जङ्गलतिर चाहिँ लुइँचे धेरै पाइन्छ। यहाँ बासिरहेछ सुन्नु है। हो यहाँनिर
यतातिर यतातिर कहाँनिर लुइँचे बाँसिरहेछ कि वन कुखुरा हो कस्तो क्लियर त्यो मजाले सुनिरहेछ कि र फाइनल्ली म चाहिँ अहिले चिन्डे डाँडामा छु। यो चाहिँ चिन्डे डाँडादेखि धरानतिरको दृश्य हो। आज चाहिँ एकदमै मौसम खराब छ, तुवालो लागेर चिन्डे डाँडाबाट धरान चाहिँ केही पनि देखिरहेको छैन। र यो चिन्डे डाँडामा चाहिँ अहिले प्याराग्लाइडिङ चाहिँ हुँदैन। यहाँ चाहिँ सुम्निमा पारुहाङको मूर्ति निकट भविष्यमै बन्दैछ। यसरी यहाँको घरहरू पनि विस्थापित हुँदैछ बिस्तारै। यहाँ चाहिँ पहिला यो होटल चटपटे सटपटे बेच्ने ठाउँ थियो, अहिले चाहिँ छैन। म चाहिँ अहिले चिन्डे डाँडा छोडेर निकै तल झरिसकेको छु अनि म चाहिँ अहिले यस्तो रमाइलो डाँडाको छेउमा छु। यताबाट चाहिँ हावा सरर आइरहेको छ अनि धेरै शीतल भइरहेको छ। म यहाँ एकछिन बिसाउँछु, अलिकति पानी खाएर चाहिँ म अनि सट्टै तलतिर झर्छु। धरान चाहिँ अब यहाँदेखि लगभग 1 किलोमिटर होला धरान चाहिँ। अनि म चाहिँ यो चिन्डे डाँडाबाट चाहिँ यो चिन्डे डाँडा चाहिँ म देखाउँछु तपाईँहरूलाई। यो चाहिँ चिन्डे डाँडा। त्यहाँबाट चाहिँ म सट्टै चाहिँ उता 16 तिर झरेन, अलिकति तलबाट चाहिँ म लेफ्ट हुँदै राइट यो पाखा हुँदै आउँदैछु। अनि म चाहिँ अब यहाँबाट सरर यो डाँडै जङ्गल सर्टकट झरेर चाहिँ म तल विष्णु चोक मङ्गलाबारीदेखि यताको विष्णु चोकमा चाहिँ ठ्याक्कै पुग्छु है त। यताबाट पनि गाडीको बाटो पनि छ, यसरी यहाँ टेम्पोहरू पनि कुद्छ है, कुद्नलाई चाहिँ यसरी। तर यहाँ सर्टकट बाटोहरू छ क्या। एउटा टेम्पो यहाँ जाँदैछ, बाटो चाहिँ साँघुरो छ, अप्ठ्यारो छ। अनि यहाँ टेम्पो जाँदैछ अनि म चाहिँ यसरी सर्टकटको बाटो चाहिँ यो डाँडा यसरी छ क्या बाटो। यो बाटो हुँदै म चाहिँ ठ्याक्कै तल झर्छु। एकछिन बिसाउँ है। अब ल ब्यागे भनेको चाहिँ यो हो, ब्यागे भनेको चाहिँ यसलाई भन्छ। अनि ब्यागेको गोला चाहिँ यस्तो हुन्छ है, यसरी पातहरू डल्ला पार्छ ब्यागेले। अनि ब्यागे कमिला भनेको चाहिँ यो हो है। कसले ब्यागे कमिला चिन्नु भएको थिएन, यही हो, यो हो गोला, त्यो हो यो कमिला, यो हो। यहाँनिर चाहिँ एउटा बस्ने ठाउँ यस्तो दामी बनाएको रहेछ अनि म यहाँ चाहिँ बसिरहेको छु। पहिला चाहिँ यो थिएन है, अहिले भर्खर बनेको नयाँ रहेछ। र म चाहिँ अहिले फाइनल्ली धरान आइपुगेको छु। यो चाहिँ धरानको झोलुङ्गे पुल हो। यहाँदेखि उता चाहिँ धरान। यस्तो मिठो हावा आइरहेको छ यो खोलामा चाहिँ। र आजको भ्लग पनि अब लगभग यहीँ अन्त्य हुन्छ है त।